सर्वप्रथम हजुरलाई मेरो युट्युब च्यानलमा नमस्ते। म हजुरहरूलाई चाहिँ कार कसरी ट्रायल पास गर्ने हजुरहरूलाई मैले आज सिकाउँदैछु। सर्वप्रथम 8 छिर्नुभन्दा अगाडि हेर्नुहोस्, यसरी हजुर दाहिने चेपेर दाहिने हिलटेकलाई चेप्दै चेप्दै हेर्नुहोस्, यसरी आउनु पर्यो। टक्क लुकिङ ग्लास छेउछेउ आइपुगेपछि हजुरले अब पुरै लेफ्ट काट्नु पर्यो, 1.5 काट्नु पर्यो। त्यसपछि हजुरले हल्का फर्काउँदै स्टिङ आउनु पर्यो। हेर्नुहोस् त, हो अब पुरै हजुरले स्टिङ काट्दै काट्दै यसरी आउनु पर्यो। यो हिलटेक आउनुहुँदा हजुर स्टिङको लक भइसक्नु पर्यो। हो हजुरले स्टिङ लक गर्नुभयो, फेरि हल्का थोरै खोल्ने यो हिलटेकमा, फेरि लक गर्ने। हो हजुरले फेरि हल्का हल्का फेरि अलिअलि हजुरले फेरि अलिकति खोल्नु पर्यो यो हिलटेक साइडमा। हो यसरी आउँदै हजुरले च्याप्दै च्याप्दै हजुरले फेरि अब देब्रे च्याप्दै आउनु पर्यो। यहाँ हिलटेक लक हुनु पर्यो स्टिङ। हजुर फेरि हल्का थोरै खोल्नु पर्यो। हजुरले थोरै खोलेर यो हिलटेक हेर्नुहोस्, यो हिलटेक आउनु लाग्यो, फेरि लक गर्नुहोस्। ल फेरि हल्का खोल्नु पर्यो। अब यो हिलटेक आउनु लाग्यो, फेरि लक गर्नुहोस्। अब फेरि अर्को हिलटेकतिर हेर्नुहोस्, अर्को हिलटेकतिर आउनुहोस्, फेरि थोरै आउनुहोस्। हिलटेक आउनु लाग्यो हेर्नुहोस्, फेरि लक गर्नुहोस्। अब फेरि अर्को हिलटेकतिर जानु पर्यो। हजुरले थोरै खोल्दै फेरि लक गर्नुहोस्। हो अब यहाँबाट हजुरले फेरि अब हल्का राइट च्याप्दै आउनु पर्यो, हल्का हल्का राइट काट्दै आउनु पर्यो। हेर्नुहोस्, यो हिलटेक आउनुभन्दा अगाडि हजुरको स्ट्रिङ यहाँनिर लक हुनु पर्यो। हजुरले स्ट्रिङ यहाँ लक गर्नुभयो। अब यो अगाडिको हिलटेक छ, हिलटेक कट्यो हजुरको, थोरै हल्का फेरि खोल्नुहोस्। त्यो कुनाको हिलटेक देख्नुभएको छ, फेरि लक गर्नुहोस्। हजुर फेरि यहाँ लक गर्नुहोस्। ल अलिकति थोरै खोल्नुहोस्। हो अब हेर्नु, यो हिलटेक देख्नु भएको छ हजुरले। अब हिलटेक आउन लाग्यो, फेरि लक गर्नुहोस्। हो लक गर्नुभयो। ल हल्का फेरि थोरै खोल्नुहोस्, फेरि लक गर्नुहोस्। हो ठिक छ, फेरि आउँदै जानुभयो। फेरि हजुरले यहाँबाट हल्का राइट खोल्दै आउनु पर्यो। यो 8 भनेको चाहिँ हजुरले 1.5 है। फेरि हजुरले 1 राउन्ड पुरै घुमाएर आधी राउन्ड, अब हामी 1 राउन्ड पुरै घुमाइसकेका छौँ, अब आधीमा हामी आउँदैछौँ। हेर्नुहोस्, अब यसरी पछि अब हजुरले राइट च्यापेर आउनु पर्यो, हल्का राइट च्यापेर। अब यहाँ तपाईँले स्टिङ पुरै काट्नु पर्यो लेफ्टतिर। हजुर पुरै स्टिङ काट्नुहोस् यहाँ। हो काटेर अब हजुरले यहाँ काट्नुभयो कि नि त। ल हेर्नुहोस्, काट्नुभयो। अब स्ट्रेट सिधा गर्दै आउनुहोस्। अब त हजुरको स्पिड ब्रेकर आउँछ। हेर्नुहोस् यहाँ स्पिड ब्रेकर हजुरले बिस्तारै स्लोली हाफ क्लोजमा मिलाएर हजुरले ओभर स्पिड पनि हुनु भएन। हो यसो हेर्नुहोस्, टक्क टक्क बिस्तारै हजुर हाफ क्लोजमा बिस्तारै झार्नु पर्यो। ल टिक्क झार्दै आउनु भएको छ है। ठिक छ, हजुरले झार्दै जानुभयो। ल हेर्नुहोस्, टिक्क पुरै हात आँतिनु भयो भने हजुरको यहाँ मिस्टेक हुनसक्छ। ल अब स्पिड ब्रेकर सक्यो, हजुरले यहाँ अब साइड लाइट हजुरले अब यहाँ साइड लाइट दिने। अब हजुरको साइड लाइट दिँदै जानुभयो। हजुरको अब युटर्न आयो। हेर्नुहोस् यहाँ युटर्नमा हजुरले साइड लाइट दिनुभयो। हजुरको यहाँबाट रेखा आउँछ, धर्को आउँछ। युटर्न हजुरको यो सकिने बित्तिकै हजुरको धेगा आउँछ। हो अब हजुरले यहाँ युटर्न लाइट अफ गर्नु पर्यो। अब माथि तपाईँले लाइट हेर्नु पर्यो। इक्जाम्पल माथि हजुरको अहिले यतिखेर हाम्रो रातो बलेको कारणले हामीले स्टप, यहाँ रेड लाइट रातो बल्यो, हजुरलाई देखाउन अलि सकिएन छ। अहिले अगाडिपट्टि छ त्यो रातो बलेपछि हजुर रोक्ने। अब हरियो बल्यो, हेर्नुहोस् जेब्रा क्रसिङपछि हामीले त्यो रोक्नुपर्ने रहेछ। अब जेब्रा हरियो बलेपछि हाम्रो जेब्रा क्रसिङ कटेर हामी आयौँ। अब ओकालोमा हामीले यहाँनिर आएर हजुरले टक्क ओकालोमा हजुरले यहाँ रोक्नु पर्यो। ल टक्क रोक्ने। अब हजुरले यहाँ तल हाफ क्लोज गरेर कसले छोड्दै आएर हो हजुर अलिक गाडी प्रेस गर्छ। हेर्नुहोस्, अब प्रेस गर्दै गइसकेपछि गाडीले अब हल्का एक्सिलरेटर दिँदै जाने। त्यसपछि हजुरले अब अलिकति गाडीले धग्लेपछि हजुरले गाडी हामीले तल झारेपछि हजुर गाडी यसरी मजाले जान्छ। हेर्नुहोस् सरर आयो। अब ओह्रालो बिस्तारै झार्नुहोस्, बिस्तारै जानुहोस्। झार्दै गइसकेपछि हजुरको यो लाइन कटेपछि हजुरले रोक्नु पर्यो यहाँ। ठिक छ, यहाँ मिनिमम भनेको 2 देखि 3 सेकेन्ड, 4 सेकेन्ड, 5 सेकेन्ड हजुरले रोक्दा हुन्छ। हजुर 5 सेकेन्ड हजुरले रोकिसकेपछि हजुरले फेरि अगाडि बढाउँदा भयो। ल अब सरर अब हजुरको गाडी अगाडि आउँछ। हेर्नुहोस् आयो होइन, सरर आउने। अब तपाईँले अब के अरे हजुरले एल ब्रेक गर्दा हजुरले अब राइट च्याप्दै थोरै राइट तपाईँले हजुर च्याप्दै हजुरले राइट च्याप्दै आउनु पर्यो। हेर्नुहोस् राइट च्याप्दै आएर हजुरले यहाँ आएर चाहिँ काटेपछि हजुरले फुल स्टिङ काट्नु पर्यो यहाँ। हो यहाँ काटेर हजुरले फेरि स्टिङ सिधा गर्दै टक्क आएर हजुरले टक्क रोक्ने। रोकेपछि हजुरले फेरि ब्याक गर्दै लेफ्ट देब्रे च्याप्दै आउने। आइसकेपछि हजुरले फेरि हेर्नु, अब दाहिनेपट्टि हेर्ने। हो दाहिनेपट्टि हेर्छ हजुर पछाडिको पाक सिधा भएपछि हजुरले स्टिङ सिधा गर्ने। हो अब हजुरले दुईपट्टि हेरेर हजुरले स्टिङ सिधा गरेर हजुरले लगभग भयो दाहिने गल च्याप्दै गएर हजुरले स्टिङ गरेर सिधा गरेर रोक्ने। र टक्क हजुरले यहाँ रोक्नुभयो। रोकेपछि अब 1 नम्बर गियर लाएर हजुरले अगाडि पार्किङ गर्नुभयो भने हजुरले सानो चक्काको ट्रायल पास गर्न सक्नुहुन्छ। हजुरलाई यसमा अरू केही जानकारी हजुरलाई के चाहियो, हजुरले के बुझ्न सक्नु भएन भने हजुरले मलाई कमेन्टमा गएर सोध्न सक्नुहुन्छ, नम्बर सोध्न सक्नुहुनेछ। यस पञ्चकन्या मोटर ड्राइभिङ सेन्टर हाम्रो सिन्धुलीबाट पञ्चकन्या मोटर ड्राइभिङ सेन्टर हजुरहरूको चाहिँ हजुर हामीले जतिखेर पनि हजुरलाई स्वागतको लागि हजुरलाई स्वागत गर्दछौँ। हजुरले केही बुझ्नु भएन भने कमेन्टमा मलाई सोध्न सक्नुहुनेछ है। ल सोध्नु सक्नुहुन्छ। मेरो यो पञ्चकन्या मेरो नम्बर चाहिँ हजुर 9825 89 3506 हो।